हजुर नमस्कार। म हरि विष्ट महावाणिज्य दूतावास जेद्दाको प्रतिनिधित्व हिमालयन नेपाली रेस्टुरेन्ट खमिस मुसेटबाट। यहाँ पछाडि चाहिँ भाइहरूले चाहिँ हेर्न सक्नुहुन्छ होइन, दाइ भाइहरू हुनुहुन्छ है। उहाँहरू आएको चाहिँ 2 वर्ष चाहिँ पुरा भइसकेको छ र उहाँहरूको चाहिँ कम्पनीले अकमा नबनाइदिएको कारणले दूतावास महावाणिज्य दूतावास जेद्दाको सहयोगमा चाहिँ उहाँहरू चाहिँ अब फर्किँदै हुनुहुन्छ। केही दिनमा चाहिँ उहाँहरूको चाहिँ एक्जिट लागेर घर फर्किनु हुनेछ है। तपाईहरू पनि आबा खमिस वरपर हुनुहुन्छ भनेपछि तपाईहरूलाई पनि यस्तै उहाँहरू जस्तै केही समस्या छ भनेपछि आउनुहोस् हिमालयन नेपाली रेस्टुरेन्टमा। म हरि विष्ट चाहिँ तपाईँहरूका निमित्त चाहिँ महावाणिज्य दूतावास जेद्दाले चाहिँ मलाई यहाँ प्रतिनिधित्वको रूपमा स्वयंसेवकको रूपमा चाहिँ मलाई यहाँनिर चाहिँ खटाउनु भयो। तपाईँहरूले चाहिँ आफ्नो राजधानी वा तपाईँहरूले चाहिँ यस्तै उहाँहरू जस्तै केही समस्या छ भनेपछि तपाईँहरूले पनि हिमालयन नेपाली रेस्टुरेन्टमा आएर चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ, आफ्नो समस्याको चाहिँ हल निकाल्न सक्नुहुन्छ है। वा तपाईँ चाहिँ आएको कति भयो भाइ? 2 वर्ष लगभग 2 वर्ष भयो। 2 वर्ष भयो होइन? 2 वर्ष हुन्छ। सर्वप्रथम यहाँलाई धन्यवाद दिन चाहन्छु म, किनकि उहाँको सहयोगले, उहाँको साथले, उहाँको सपोर्टले गर्दाखेरि हामीले नेपाल जान पायौँ। हामीले दुःख लाग्दो कुरा के छ भनेदेखि अब यत्रो महिनासम्म त्यो कम्पनीले अकामा नदिएको होइन, बलदिया कार्ड नदिएको, जसरी हामी चाहिँ अब नपाएको कारणले गर्दा पुलिसहरू आउँदाखेरि भागेर काम गर्नुपर्ने, रुममा पठाउने, त्यस कारणले गर्दाखेरि यहाँलाई चाहिँ धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो सम्पूर्ण हामी देशपुरमा काम गर्ने हामी 25 जना नेपालीले सायद उहाँ यहाँ नभएको भए हामी जेद्दा जानु पर्थ्यो, यत्रो पेपर लिन जद्दा जानु पर्थ्यो, किनकि हाम्रो 4-500 खर्च हुन्थ्यो आउँदा जाँदाखेरि। यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ एकदम सहयोगी हुनुहुन्छ। यहाँ हिमालय रेस्टुरेन्ट जति पनि उहाँले गर्नु भएको छ, हाम्रो साथ सहयोग गर्नु भएको छ, उहाँलाई चाहिँ हाम्रो सम्पूर्णको तर्फबाट। र हाम्रो जति पनि साथीहरू यसरी फसेको हुनुहुन्छ, कतै अब यो एमबिसी नदेखेर कतिपय त्यसरी कुनाकाप्चा जहाँ पनि हुनुहुन्छ, यो अब खमेस जेद्दा लगायत उहाँलाई चिन्नुहुन्छ भने उहाँको यो पनि टिकटक पनि छ, उहाँलाई हामीले सेयर पनि गरेको छ, लाइक कमेन्ट पनि गरेको छ, उहाँले हाम्रो भिडियो पनि बनाएर हाल्नु भएको छ। उहाँले एकदमै सहयोग गर्नुहुन्छ। उहाँलाई एकदमै मनमुटु हृदयदेखि अन्तरात्मादेखि उहाँलाई विशेष धन्यवाद नमन गर्न चाहन्छु। हस्त धन्यवाद।